पट टेस्ट गर्ने कस्तो पाक्यो। ओए होए 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 क्या मिठो पाकेछ यार, एकदमै मिठो छ। यति मिठो रेसिपी त हेर्नु पर्यो कसरी पाक्यो भनेर। चलो देखते हैं। पहिला कराही तात्न दिने, त्यसमा तेल हाल्ने, मजाले तेल तातिसकेपछि त्यसमा सुक्ठी हाल्ने, सुक्ठी हालिसकेपछि रातो गरी फ्राई गर्ने। त्यसपछि त्यसमा फेरि जिरा हाल्ने, प्याज काटेको हाल्ने एन्ड त्यसपछि एकछिन चलाउने। त्यसपछि फेरि त्यसमा हरियो मटर हाल्ने, त्यसपछि गलभेडा हाल्ने। गलभेडा हालिसकेपछि त्यसमा नुन हाल्ने स्वादअनुसार अनि सबै मसलाहरू हाल्ने। सबै मसलाहरू हालिसकेपछि त्यसलाई चलाउने। एकछिन चलाइसकेपछि त्यसमा चाहिँ मछली हाल्ने। मछली हालेर 5-7 मिनट छोपेर पकाउने। त्यसपछि हाम्रो गलभेडा मछली अचार रेडी हुन्छ खानको लागि। रेडी 5-7 मिनट छोप्ने, रेडी भइसकेपछि तपाईँहरू पनि खाएर इन्जोय गर्नुहोला।